जापानमा बसोबास गरिरहेका र जापान आउने तयारीमा रहेका विदेशीहरूमाझ अहिले एउटा विषयले चर्चा पाएको छ। त्यो हो जापानको संसदबाट पारित भएको अध्यागमन नियन्त्रण ऐन संशोधन विधेयक र भिसा शुल्कमा हुने भनिएको भारी वृद्धि। सामाजिक सञ्जालमा कतिपय ठाउँमा भिजा शुल्क सिधै 10 गुणा बढेर अब एयु आवेदन दिँदा 3 लाख येन बुझाउनुपर्छ भन्नेसम्मका हल्लाहरू फैलिएका छन्। तर के यो पूर्ण रूपमा सत्य हो त? यसको भित्री यथार्थ अलि फरक छ। संसदले विधेयक पारित गरेको पक्का हो, तर यसको मतलब भोलिबाट यो भर्खरै शुल्क बढेको भने पक्कै होइन। कानूनले तत्कालका लागि सरकारलाई शुल्क निर्धारण गर्ने एउटा अधिकतम सीमा अर्थात् अप्पर लिमिट मात्रै तोकिदिएको हो। यो सीमा अनुसार भिजा थप्न वा स्ट्याटस परिवर्तन गर्नको लागि बढीमा 1 लाख येनसम्म र एजीको लागि बढीमा 3 लाख येनसम्म बढाउन सकिने भनिएको हो। ध्यान दिनु होला है, यो अधिकतम सीमा मात्रै हो, फिक्स शुल्क होइन। अब प्रश्न उठ्छ, त्यसो भए नयाँ शुल्क कति तोकिन्छ त? यसका लागि जापान सरकारले सुरुमा सर्वसाधारण र सरोकारवालाहरूबाट सुझाव संकलन गर्नेछ। सोही सार्वजनिक प्रतिक्रियाका आधारमा मन्त्री परिषदको निर्णयले मात्र नयाँ शुल्क कति हुने भनेर औपचारिक रूपमा घोषणा गर्नेछ। भिसा शुल्क बढ्ने त निश्चित छ, तर सिधै 10 गुणा चाहिँ बढाउँदैन जस्तो देखिन्छ। सरकारले पनि आर्थिक कठिनाई भोगिरहेका र मानवीय आधारमा सहयोग आवश्यक पर्नेहरूका लागि शुल्कमा सहुलियत दिने कुरा उल्लेख गरेको छ। त्यसैले सामाजिक सञ्जालमा आउने आधा अधुरो र हताश बनाउने हल्लाहरूको पछि नलागौं। वास्तविक नियमावली र आधिकारिक शुल्क कति तोकिन्छ भन्ने थाहा पाउन हामीले अझै केही समय कुर्नै पर्ने हुन्छ। यसबारे थप आधिकारिक अपडेट आउने बित्तिकै हामी तपाईहरूलाई जानकारी गराउने नै छौं।